हामीलाई युट्युब भिडियो हेर्नका लागि अथवा युट्युबमा गानाहरू सुन्नका लागि इन्टरनेट कनेक्सन चाहिन्छ। हामीले यदि इन्टरनेट कनेक्सन भन्दा टाढा छौँ अथवा कहीँ बाहिर जानु पर्यो भने हामीले युट्युब भिडियोहरू हेर्न सक्दैनौँ। त्यसैले हामीलाई यी भिडियोहरू अथवा गानाहरू डाउनलोड गर्नुपर्ने अवस्था आउँछ। आजको यो भिडियोमा म हामीले कसरी सजिलैसँग कुनै पनि युट्युबको भिडियोहरू डाउनलोड गर्न सक्छौँ भनेर जानकारी दिन गइरहेको छु। भिडियो लाइक गरी च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। युट्युबबाट भिडियो डाउनलोड गर्नका लागि तपाईँ खोल्नुहोस् पहिला आफ्नो मोबाइलको युट्युब एप र त्यहाँनेरि तपाईले कुन भिडियो डाउनलोड गर्ने हो त्यो सर्च गर्नुहोस्। म चाहिँ नेपाली सङ सर्च गर्छु। यहाँ हेरौँ अब मलाई कुन मन पर्छ। यहाँनेरि नेपाली सङ आइसकेको छ। यहाँनेरि एउटा काले केटाले भन्ने सङ आएको छ। म यो काले केटाले भन्ने सङलाई डाउनलोड गर्न गइरहेको छु। यसलाई टच गर्नुहोस्। त्यसपछि यहाँ तपाईले एउटा डाउनलोडको अप्सन देख्नुहुन्छ। तपाईले यसलाई डाउनलोडमा टच गर्नुभयो भने यहाँ तल तपाईले डाउनलोडिङ भनेर एउटा मेसेज देख्न सक्नुहुन्छ। यहाँनेरि मेरो भिडियो डाउनलोड भइरहेको छ। मेरो भिडियो डाउनलोड भइसकेको छ। अब मेरो मोबाइलको इन्टरनेट कनेक्सनलाई मैले अफ गर्दिएँ। त्यसपछि अब मैले यो भिडियो एकछिन प्ले गरेँ भने मेरो यहाँनेरि चल्दैन। यहाँनेरि मेरो डाउनलोड यहाँनेरि डाउनलोडेड भएको छ। अब यो भिडियोलाई अफलाइन चलाउनका लागि जानुपर्ने हुन्छ तपाईँ आफ्नो प्रोफाइलमा। त्यसपछि यहाँनेरि तपाईले एउटा डाउनलोड्स भन्ने अप्सन देख्नुहुन्छ। डाउनलोड्समा टच गरिसकेपछि तपाईले डाउनलोड गरेका सम्पूर्ण भिडियोहरूको लिस्ट यहाँ देखिन्छ र ती भिडियोहरूलाई तपाईले बिना इन्टरनेट कनेक्सन सजिलैसँग प्ले गर्न सक्नुहुन्छ।